हेलो साथीहरु नमस्कार अनि स्वागत छ हजुरहरुलाई सबिना पौडेल युट्युब च्यानलमा। फेरि हामी आइसकेका छौं एउटा नयाँ भिडियो लिएर। आज चाहिँ ठ्याक्क भन्नु पर्दाखेरि रातिको कति बजे होला भन्दाखेरि 10:30 है। रातिको 10:30 भइसक्यो र हामी चाहिँ हजुरहरुको मायाले गर्दाखेरि नै एकदम एनर्जेटिक भएर राति भए पनि हामी यसरी आउँछौं हैन। आज चाहिँ हामीले केही नयाँ कुरा लिएर आएको छौं। हामीले यो फर्स्ट ट्राई नै हो बुलडग है। 2x खाना त खाएको हो तर भिडियोमा फर्स्ट टाइम हामीले 2x स्पाइसी बुलडग लिएर आएको छौं हामीले आज है। 8:30 बजे मार्ट गएर अनि फेरि चिकन फ्राई गरेर ओके धेरै आज धेरै पापड बेलियो हैन। ठीक छ। यहाँ छ हामीसँग पुन्टे कोक अनि यहाँ छ बुलडग अनि यो भयो काक्रो, यहाँ छ ससेज, अन्डा अनि रोस्ट छ हामीसँग अनि यहाँनिर हामीसँग यहाँ छ यो चाहिँ के हो भन्दाखेरि कुल्फी हो। 25 रुपैयाँ पर्छ। बालदाईको पसलमा पाइन्छ। किराना किराना पसल यही नजिकैको किराना पसलमा एकदम मिठो वाला छ है। कस्तो घरमै बनाए जस्तो एकदम दामी छ। अब हामीले चाहिँ दुईजनाले खान्छौं है। हजुरहरुले पनि खानु होला। सुरु गरम है त। तिमीले त यसरी खाने कि खाने खाऊ। मैले पनि चपस्टिकले ट्राई गर्छु है कस्तो हुँदो रहेछ। यो एकचोटि मोलम है। ल हामी चाहिँ सुरु गर्छौं। हजुरहरु चाहिँ इन्जोय गर्नु होला है। समाज सानिदियो हेरेर इन्जोय गर्नु होला। आफूसँग केही खानेकुरा राखेर सँगसँगै खानु होला है त। थोक त्यो मलाई डल्लियो खाना नि मिल्दैन होला। ल म त्यसरी खाएँ। माइ गॉड कति लामो भएको। धेरै आउने रहेछ के फेरि। पुरै त्यो त अनुहारै काटिसक्यो त। यसरी खाला टुकी। ल यसरी खाला यसो युज गरेर हो त्यसरी। पुरै अनुहारै डल्ली भइसक्यो अनि अलि अग्ली हुने। अब हाइट बढ्दैन। फर्स्ट बाइट खाएँ ल। ओ माइ गॉड कति तेरो अनुहार काटेर अहिले यहाँ बस। ड्याडी किन ड्याडी आउनु भयो। खानु चाहनु भन्छ। आज रोस्ट कस्तो उस भएछ त। मिठो हार्ड। एकदम स्पाइसी छ गाइज। खोलौँ सोध्न पर्छ र। डर लाग्यो क्या गाली गर्छ। तर यो धेरै नै खाँदाखेरि पेट ढुङ्गमा पार्छ क्या। ससेज पनि एयर फ्रायरमा राखेको डढेर खाएर धेरै टाइमको राखेर होला। अनि मैले म्याक्सले दिँदै खाएँ। डढे पनि हामीले खाँदैनौँ हैन। मिल्दैन नि त। मेरो त चाउकोली भयो। के भयो तँ गर न पिरोले हो। कतो नुडल खाउँला। मैले दुईटा करेन्ट ल्याए भयो। पिरो त हुँदैन। धन्न करेन्ट नै ल्याएन भाइ। मैले दिदीलाई एउटा करेन्ट मिलेर आउनु भनेको थिएँ।
गाइज कसैको कल आएर मेरो भिडियो अफ त भएन। एरोप्लेनमा छैन हेर त एकचोटि नखाए त काट्नुपर्छ। नखानु भने अगाडि खाना आउँदा खान सक्दैन। 8,000 गरेको किन्ने भनेको मान्छे राइस खतरा पिरो रहेछ। त्यो पकिसक्यो त्यही खानु त। चम्चा होइन भाइ चम्चामा हालेर खानु छोड्छ नखानु त्यहीबाट खाऊँ त्यहीबाट छुच्चो छुच्चो खान। धेरै पिरो खान सक्नुहुन्न भने यो ट्राई नगर्नु गाह्रो हुन्छ। अस्ति जस्तो थोरै हालेर खाने हुन्छ कालो कालो मिक्स गरेर खाने। म्याक्सलाई आज के भएछ करा करै यसको स्मेल सुन्यो नि त त्यही भएर कि क्यारो मजाले उठान्छ नि। खाना अगाडि यस्तरी गर्नु भने खुट्टा उचाल्सी हुन्छ नि त। यो त अन स्क्रिन पनि बिर्सिन्छ क्या। कस्तो राहत मिल्यो म्याक्स कति कराको। अरे माम अन्डा चाहिँ बनाउनै नजाने जस्तो भयो आज। मैले भिडियोमै कतिचोटि खाएको हाफ फ्राई गराएर हात चाहिँ के भयो कि फोल्डै नभइदिइरहेको कि होइन कति लामो भएको थिएँ। यो वाला अलि लामै हुन्छ कि करेन्टरबाट पातलो हुन्छ नि त छुट्याउनु सजिलो नै हुन्छ। मम्मी यो भिडियो ड्याडीले हेर्नु भने गाली गर्नुहुन्छ। किन धेरै स्पेसी खायो भनेर। उता धेरै उता गएपछि जस्तो लाग्यो। किन भन्छु बाबाको छोरी हेर्नुहोस् त हाम्रो घरमा बस्दिनुहोस् त। किन भन्नु घरमा स्पेसी खान दिनुहुन्न भन्ने कुरा थाहा छैन र कोही किन भने जस्तो बाहिरको मान्छे त। स्पेसी खाना दिनु नदिनु नखाने मान्छे हो म। क्यामेरामा आइसक्यो खानै पर्यो। हो कि न होला तैँले त खाइदिइहाल्नु पक्रेर जान्छ फेरि।
खै टिस्यु यस्तै झऱ्यो है। आज त केटकेटीले खाए जस्तो भयो क्या तर अर्थ नि के गरे जति पिरो भयो नि खाना चाहिँ आमा छोडिदिने क्या अरे। मैले खाएको दर्शकहरूलाई मनपर्छ कसैलाई भेट्यो भने मेरो डेली भ्युवर्सहरू कस्तो मिठो मानेर खानुहुन्छ हजुरले भन्नुहुन्छ। को त्यस्तोखेरि मक्का पार्न भन्ने जति मक्का पार्यो नि आउनु है म त युट्युबमा। हामीले नमिठो केही खाँदैन पहिला कुरो भात तरकारी चाहिँ इभन मिठो हुन्छ यसले पकाएको मैले त पकाएको त हुन्न है मिठो। पुरा आजकल चाहिँ मिठो खाले लास्टै अलि होइन लास्टै मैले अहिले आजकल के दिदी पकाउने स्टाइल चेन्ज गरियो कि के गर्नु छ बुझ्दै नबुझ्ने कि चिजो टमाटर हाल्ने त्यसमा हालिदिने नुन हालिदिने अन्डामा मोलेर खाँदा चाहिँ पिरो भएन हो। त खाना है सबै भाबी के भन्नुभएको पेट पुगिसक्यो कहाँ तिमी त त्यस्तो पिरो खाएको चटपट दिउँछ मैले चाहिँ खाएन है। मेरो एकजना साथीले नि यो भिडियो हेर्नुभयो भने गाली गर्नुहुन्छ। को हुनु रिटु दिदी ए उहाँले नि बुझ्नुभयो मैले पनि बुझेँ मैले हजुरलाई मैले स्पाइसी नखाइछु भने होइन फेरि खान सुरु गर्छु भन्नुहुन्छ। पिम्पल धेरै आयो के गरौँ भन न सिम्टम्स देऊ न भन्दैन के अरे सिम्टम्स त्यही है दिदीको डाइलग लास्टको खानु त पिरो खाएर खा म सक्दिनँ। हाम्रो ग्याङ म सक्दिनँ भनेपछि समीर आइदियो यस्तो गरिरहेको थियो पास्ता खान मन रहेछ क्यान्टिनमा पास्ता किनिदिनु न भनेर हात यस्तो गरियो पास्ता भन्नु पास्ता 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 मात्र भने नि भने त्यहाँदेखि त्यसको हात भत्रै बिल्ला हान्छ कि तिमीहरू तिनैजनाले हेर्छौ अब बुझाऊ मुट्छ परा मलाई यस्तो पिरो हुन्थेन कि आज के भयो नाटक गरेन कस्तो मैले दिउँसो नि खाएको त्यही भएर मैले एकैचोटि नखाऊ भनेको के मैले गरेँ त्यो गरेँ यो गरेर खाएँ नि त त्यो खाऊ पानीहरू चाहिँ नखाऊ पानी खायो भने बनाए मात्र पिरो जान्छ नि झन् पिरो हुन्छ किन चाट यहीँबाट पोल्या
दुईटै हातले हाफु आज पिरो भयो नि खाना चाहिँ छोडिन्न है म खान्न क्या मेरो मात्र खान्छ है यो त मलाई मनपर्छ क्या पिरो खाइन आफ्नो मैले पिरो हालेको छैन यस्तो छैन है माझै पहाल्छु किन चिकन विङ्स लास्ट मनपर्छ पेट गराए जस्तो लाग्यो घोडालाई त नखान कुखुराको त हड्डी पनि खाने भनेर सबै खानुपर्छ किन राखेको त त्यहाँ त कुकुर जे पनि हड्डी खान्छस् किनकि तातोसँग जन्मेको नि हो तर यो मासुभन्दा बढी हड्डी खान्छ कि यसले मलाई मनपर्छ कि टोक्नु म यो नि खाएँ ल गाइस मलाई फेरि धेरै खुसी भयो भने अब केही रिस उठ्यो भने मान्छेको यस्तोमा टोक्न मन लाग्छ अरू किन टोक्न मलाई मैले लास्टै पारा देखाएँ यार आज भिडियो बनाउँदा पग्ने परेछ क्या त्यही भएर खाना त पर्यो नि त अब यो जम्दैन होला जम्छ खै त्यस्तै सेप त बस्दैन त्यो सेप त कहाँ बसोस् त नि जम्छ अन्त पहिला जमेको फेरि जम्दैन र है मेरो बुद्धि बाले त कति छिटो पग्ल्यो अलि छिटो नपग्लिने ल्याउनु है बहिनीहरूले भिडियो बनाउँदाखेरि खान पर्छ भनेर ढुङ्गामा हल्का रेपेटेर दिनु कहिले पग्लिनु कस्तो कुरा होला है भनेको पो त यस्तो रमाइलो सुन्ता बजुले हेरिरहनुहुन्छ कि भिडियो भ्याएँ मैले म राक्षसै छु खानेकुरामा किन होला है यस्तो कहिले खानेकुराहरू त्यस्तै हो जति दिए नि खाने ड्याडी मम्मीले खानै नदिए जस्तो छु क्या म गाइस फाइनली भ्याएँ सबै कुरा यो खाना किन नखाएको म्याक्सलाई राखिदिएको म्याक्सलाई राखिदिएको ऊ त्यो नि म्याक्सलाई यो नि म्याक्सलाई ल म्याक्सलाई ल्याइदिउँ ल आजको हाम्रो यो पतरे खुवाई हजुरहरूलाई कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक सेयर कमेन्ट गर्न नबिर्सिनु होला अनि अरू नयाँ भिडियोको लागि पनि मलाई इन्स्पायर गर्नु होला यस्तै हो लोभिनीले कोक त यस्तै हो के हो अब यति भन्दै आजको लागि बिदा हुन्छौँ नमस्कार हस्त धन्यवाद अहिलेसम्म च्यानल सब्सक्राइब गर्नुभएको छैन भने गर्नु होला च्यानल सब्सक्राइब भयो भने तर कहिले पकाइदिन्छ यो हामीले बाई लभ यु अल बाई बाई गर्न